हेलो गाइस, नमस्ते। वेलकम टु माई च्यानल साथीहरू। आज चाहिँ हामी फ्यामिली सबै बाहिर जानको लागि सोचिरहेको छौँ। अनि म चाहिँ रेडी भएँ। नानी चाहिँ स्कुल गएकी छिन् अनि नानीलाई धेरै दिनदेखि पिज्जा खाने बाहिर जाउँ सबैजनासँग जाउँ भनिरहेको थिइन्। अनि हामी पनि धेरै समय भयो फ्यामिलीसँग चाहिँ मतलब बाहिर खानपिन नगरे। अनि कास्पीले पनि धेरै समयदेखि जाउँ बाहिर नानीले नानीहरूलाई त कति रमाइलो हुन्छ नि त है, बाहिर खानाको लागि बाहिर घुम्नको लागि यही टाइम त हुन्छ। अनि जाउँ भनेर भनिरहेको थिइन् अस्तिदेखि। अनि मिलेकै थिएन, कहिले के भइरहेको थियो कहिले के भइरहेको थियो। अनि हामी टाइम मिलाउनै सकेको थिएनौँ बाहिर। अनि आज चाहिँ जे होस् आज चाहिँ बाहिर जाने भनेर भन्यौँ। अनि नानीले पनि हिजोदेखि बहुत धेरै जाउँ भनेर भनिरहेको थिइन्। अनि नानी चाहिँ अहिले स्कुल गइरहेको छिन्। म चाहिँ अब रेडी भइसकेँ म फाइनली। अनि नानीलाई चाहिँ अब स्कुलमा लिन जान्छु अनि लिएर आएर चाहिँ नानीलाई पनि रेडी गरेर अनि हामी सबै फ्यामिली चाहिँ बाहिर जान्छौँ। ओके बाई। धेरै दिन भयो अनि ब्लग पनि बनाएकै थिइनँ मैले। अनि आज चाहिँ नानीलाई स्कुल पठाएँ अनि अहिले चाहिँ म नानीलाई लिन गइरहेको छु स्कुल। हजुर 5 मिनट खेल्न 10 मिनट खेल्नु नि त ल। बाई गर्दै सिस्टरलाई बाई गर्दै स्कुलबाट आयौँ। सानोलाई स्कुलबाट लिएर आयौँ। सानो चाहिँ मान्नु हुन्थ्यो थिएन स्कुलबाट खेल्ने भनेर। आउनु छोरे। सानोलाई मैले लिइसकेँ स्कुलबाट। अनि सानो चाहिँ मान्दै थिएन है। अनि उता प्लेग्राउन्ड छ स्कुलमा। अनि प्लेग्राउन्डमा खेल्ने भनेर भनिरहेको थिइनँ। अनि मैले जबरजस्ती तिनलाई लिएर आएँ मनाएँ। अनि मेरो छोरी मानिन् कास्पी मानिन्। हाई भन्दा नि सबैलाई हाई सबैजनालाई नमस्कार। यो मेरो बस हो स्कुलको ल। अब हिँड भन नि त। यो हामी जाँदैछौँ स्कुलबाट। हेलो स्कुल जाँदैछु अब बाटोमा। ब्लग त बनाइदिनुहोस् त। अनि के बनाइदिनुहोस् त। सानोको स्कुलको बाटो हो। अनि यहाँ हेर्नु न कति राम्रो तोरी भइरहेको छ। अनि सानो त आउँदैछ नि, सानो खेल्दै आउँछ। सानोको स्कुल चाहिँ ऊ त्यो है, सानोको स्कुल चाहिँ ऊ त्यो हो। अनि सानोलाई मैले आज छिटै स्कुलबाट लिएर आएँ। उसको एक्चुअली 3 बजी छुट्टी हुन्छ। अनि आज चाहिँ हामी बाहिर जाने हो भनेर छिटो सिस्टरसँग कुरा गरेर चाहिँ लिएर आएँ। हिँड छोरी आऊ छिटो आऊ। म चाहिँ घर आएँ। यता बाबाहरूलाई चाहिँ रेडी भएर बस्नु भनेर भनिरहेको थिएँ। म चाहिँ नानी लिन गएको थिएँ। बाबा चाहिँ रेडी हुनुभएको रहेछ। अहिले चाहिँ रेडी हुनको लागि रेडी भइसक्यौँ सबैजना जानको लागि। के भन्नुहुन्छ मम्मी? हामी एउटा मजेरीमा खाना खान जाने हो शामको। हामी होइन ब्लग सबै नमस्ते गाइस। मलाई पनि साह्रै डर लाग्छ। जान अगाडि भनेको कसलाई पपकर्न Terus dia buat kusin, French fry ada di sana. Kok di pisau di mana? French fry ada? Di sana? Kusil, tapi sudah sih. Oh. Đấy, xin tôi. Mana? Masa dia? Baik, ada pizza betul.
Cô thấy cái đấy. Tắt đi. Tắt đi. Đi. đây mà nó cầu lòng rồi. Cái khả năng cái sao tiếng mình. Khả năng hành ra đi cái nó Nói là ăn nó thấy sao tiếng mình. Cái tiếng nó thấy sao. cái pizza phải cái mà. Ok, có cái hả? Cái hạt gì mà làm gì? Đây là đấy. Cái đó gì? Ăn nó sudah hạt nữa. Đấy. Còn là này cái này. Có đi chơi đâu. Buat apa? Buat apa? Apa yang Bang ayam. Jangan kita nanti besar dengan itu. 또 가고 이 뭔가 Kita harus sudah bisa sih. हामी चाहिँ अब घर आयौँ किनकि मैले त्यहाँ भिडियो बनाउनै पाइनँ किनकि मेरो स्विच अफ भएछ मोबाइल चार्जै गरेको थिइनँ फेरि नानीहरूसँग गयो भने नानीहरूलाई फेरि मोबाइलको बिना हुँदैन साथीहरू अनि त्यहाँ मैले भिडियो नै बनाउन पाइनँ धेरै नै रमाइलो भएको थियो सबै फ्यामिलीसँग नानीको पनि इच्छा पुरा भयो र हामी पनि एउटा फ्यामिली टाइम दिन